Oh my god, you most. Why not? You didn't feel it? Gore? Oh, gore. Hello everyone, नमस्ते सबैजनालाई. Welcome back to my channel. आज चाहिँ हामी काठमाडौँ नजिकै सुन्दर रिजलमा हाइकिङ निस्केको छौँ. धेरै दिन अगाडिदेखि हाइकिङ जाने प्लान त गरेको थियौँ. ल अब हाम्रो हाइक चाहिँ सुरु हुन लागेको छ. यहाँदेखि कस्तो लागिरहेको छ? अहिले थाकिरहेको छु. सब क्लियर देखियो. देखिनु भएको छ कि? हेलो. जानु एक एकजना गएर. यता सुन्दर रिजल पुग्ने बित्तिकै फ्रेस हावा, हरियाली जङ्गल र बगिरहेको खोलाको आवाज सुन्दाखेरि मन एकदमै शान्त भएको छ. खै देखाउनु त फुल. ल हाम्रो यात्रा चाहिँ सफल रहोस् है. हेलो गाइस, हाम्रो हाइक सुरु भयो नि. हामी कचिरो खाजा खान थाल्छौँ. यहाँ भात खाजा चाहिँ हाम्रो रोटी र आलु छ. ल खामै त अब. हेलो. कस्तो छ? कस्तो राम्रो भयो काठमाडौँमा बस्ने मान्छेहरूलाई. मेरो मात्रै आइरहेको रहेछ. म पनि देखिन्छु. आउ न, खाँदै आउ न. भिडियो पनि केही होला न. तिमीलाई धेरै बोर लाग्छ भने थाहा. खानु या अलिक बोलौँ. अब हामी चाहिँ यहाँ खाना के अरे खाजा खाइसकेपछि हामी एकैचोटि पुग्ने हो माथि कि फेरि बिचरा खाजा खानु पर्छ? पर्दैन है. अब यति खाजा खाइसकेपछि हामी चाहिँ एकैचोटि माथि पुग्छौँ. माथि होइन नि, यहाँ हाइक. कस्तो मिठो छ रोटी र तरकारी. यता हरियाली पनि देखाइदिउँ न. यस्तो छ तलदेखि आएको. सबलाई चाहिँ गर्मी भइसक्यो. पछि लाग्यो. फुल कस्तो राम्रो थियो. ल खाइसक्छौँ है त. यहाँ गाइसहरू अब हामी हिँड्न गएको. खाजा मजाले खायो. अब ल अब एनर्जी आयो नि तपाईँलाई. ल अब सरासरी हामी ल अब हामी चाहिँ खाजा खाइसक्यौँ. अनि अब चाहिँ जाने सरासरी. अझै धेरै हाम्रो यति धेरै भाजी छ यहाँ खानेकुरा. हामी खानेकुरा यति धेरै बोकेको छौँ त झोला. हामीलाई तल भ्यालीमा बसेर चाहिँ रुच्दैन नि त. अनि ल ठिक छ, अब पछि भेटौँला. Going under and I feel this time there's no one to save me. कति राम्रो ठाउँ रहेछ क्या. तल चाहिँ खोला बगिरहेको है. खोला पनि ठिक्कको. अनि धेरै ठुलो पनि होइन, धेरै सानो पनि होइन.
यस्तो राम्रो एकदम ब्युटिफुल रहेछ है। तपाईँहरू पनि जानुभएको छैन, काठमाडौँतिरै हुनुहुन्छ भने जानुभएको छैन भने चाहिँ जानुहोस् ल अवश्य। यो बाटो हिँड्दाखेरि होइन, यो हाइक जाँदाखेरि यस्तो रमाइलो रहेछ, यस्तो राम्रो, यस्तो पिसफुल ठाउँहरू छ है। एकदमै साथीहरूसँग जानु, धेरै मान्छेहरू नि हुँदो रहेछ। तर यहाँ चाहिँ हामी अब अझै उख्रिने झर्ना पुग्न चाहिँ 1 घन्टा लाग्छ नि। हामी चाहिँ यस्तो पानीपुरी खाएर जानु पर्यो। पानीपुरी खाने एउटा बाना हो। अयो गाइजहरू अब चाहिँ फाइनली परकतिर पुग्न लागेको नै भनौँ। अब हाम्रो गाइड यस्तै छ, देखिसक्यौँ भर्खर भएछ। फाइनली हामीले चाहिँ झर्ना देखिसक्यौँ, माथिको कुनामा रहेछ। अनि हामीलाई चाहिँ ऊ भाइले गाइड गरिरहेछ अहिलेसम्म चाहिँ। ल चामै त एकैचोटि झर्नामा गएर भेट्नुपर्छ गाइज। अनि एउटा कुरा, म यति टाढा आउँछु भनेर मैले हिँडेकै थिइनँ क्या। म त सुन्दरिजल अनि सुन्दरिजलको त्यही खोलाहरू छ अनि त्यतिकै नजिकै मात्रै होला भनेर खास घरदेखि चाहिँ निस्केको होइन। त यति धेरै हिँड्नुपर्ने रहेछ मैले सोचेकै थिइनँ कसम पनि। फाइनली गाइज के हो सब नङ्गी फोटो के सोचे। ल हाम्रो चाहिँ यो ओख्रेनीमा चाहिँ प्रतियोगिता के अरे रेस हुन गइरहेको छ। गो ल किटक्याट अगाडि बढ्नु हुँदैछ। किटक्याट एउटा किटक्याटले जित्यो। एपीहरू चाहिँ बाँकी रह्यो। ल एपीहरू अलिकति भएन। किटक्याट जित्यो किटक्याटको फर्स्ट। ल गाइस यो ओख्रेनीको झर्नादेखि चाहिँ हामी चाहिँ फर्किसक्यौँ। फोटोसोटो खिच्यौँ, भिडियोहरू हल्का खिच्यौँ। अनि हामी चाहिँ यहाँ आउनु भन्न चाहिँ आएको होइन, खास हामी सुन्दरिजल हिँडेको थियौँ हामी खासमा घरदेखि चाहिँ। तर हामी आइपुग्यौँ चाहिँ यहाँ। ठिकै छ, यो पनि राम्रै रहेछ। हामी फोटोसोटो खिच्यौँ, एकदम फ्रेस भयौँ होइन भाइ। हाम्रो सानो भाइ यहाँ छ, भाइले मलाई चक्लेट पनि दिइसकेको छ। ल अनि हामीले चाहिँ खानेकुराहरू पनि लिएको थियौँ। त्यो चाहिँ अब हामीले बनाउने खाने ठाउँ नै भेटिनौँ क्या। अब तल गाउँमा एउटा ठाउँ थियो, अलिक खुल्ला चौरी थियो। त्यो ठाउँमा चाहिँ अब बस्छौँ, रमाइलो गर्छौँ एकछिन। त्यसपछि अनि फेरि सरासरी घर जाने। ओके ल कति मान्छेहरू चाहिँ अहिले भर्खरै जाँदै हुनुहुन्छ। हामीभन्दा अगाडि पनि 1-2 लट चाहिँ गइसक्नु भएको थियो। यस्तो राम्रो छ तर जङ्गलहरू है, बाटोहरू तपाईँहरूलाई यस्तो जग्गा दामी छैन त। अनि हाम्रो भाइको चाहिँ यतै हो अरे घर। कुन ठाउँ पो भाइ तिम्रो घर? तिम्रो गाउँको नाम के अरे भन्देऊ त? लुङबाटोल। भाइ चाहिँ लुङबाटोलको हो। अनि हामीसँग यो एनर्जी ड्रिङ्क पनि छ। कराउनु मिल्छ कि मिल्दैन? कराउनु मिल्छ कि मिल्दैन भाइ तिम्रो एरियामा? तिम्रो एरियामा यो गाउँमा कराउनु मिल्छ कि मिल्दैन यस्तो जङ्गलमा? यहाँ छ ए त्यही झोलामा छ। ल अहिले चाहिँ क्या फ्रेस हो, त्यही झोलामा छ। अहिले चाहिँ अलिकति अब फर्किनु लागेको भएन होला, अलिकति ठिकै छ। टाउको चाहिँ हल्का दुख्नु खोजे पनि हामी चाहिँ एकदमै बाबाहरूलाई फिट एन्ड फाइन भएर हिँडिरहेको छौँ। अब अघि चाहिँ खुट्टा चाहिँ एकदमै गलिरहेको थियो। अब भोलि काम चाहिँ छैन। ल अनि त्यो चक्लेट चाहिँ को दादाले दिनुभएको हो? चक्लेट कसले दिनुभएको? दाइले के भन्दै दिनु? भाइ चक्लेट खाऊ भन्दै हो। ल ओके यो बाटो चाहिँ एकदमै राम्रो छ है। अब राम्रो यस्तै हो, जो हरियाली मनपर्ने। अनि अब यस्तै त भन्ने होइन, यस्तो राम्रो ठाउँमा जाने बाटोहरू चाहिँ अब यस्तै नै हुन्छ। यस्तो बाटोहरू तपाईँहरूलाई मनपर्छ भने चाहिँ आउँदा हुन्छ। यो चाहिँ एकदम बवाल छ है।
हाम्रो चाहिँ गाउँघरतिर चाहिँ यस्तै हुन्थ्यो अब घाँसहरू दाउराहरू गर्ने ठाउँतिर गाइस हेर्दै गर्नु होला म चाहिँ छिटो छिटो हिँडिरहेको छु किन भनिदिनु त चटपटी बनाएर खान खताहरूले हिँड्नु छिटो लाइट बालेको रहेछ तर हेर्नु यो गर्नु त फेरि भर्खरै 5 पनि बजेको छैन तर ओ माई गड यो मौसम त हेर्नु न मान्छे देखिँदैन लाइट ल हेर्नु यस्तो छ पानी पनि पर्नु लागेको छ यो चाहिँ त्यस्तो धेरै रात चाहिँ परेको छैन 4:30 मात्रै भएको छ तर ओ माई गड के यो त राति शिकार खेल्न हिँडे जस्तो छ त राति शिकार खेल्नु गए जस्तो छ है हामी भित्र भएर हो नि कस्तो रमाइलो होला जस्तो चाहिँ अब गोले हाँसी गाइजहरू पानी पर्यो फाइनली पुराको थिएन